हेलो साथीहरू के छ गुड टु सी यु केही समयपछि चाहिँ आज के भिडियो हाल्दैछु अब त्यही त बिचबिचमा बिजी भइरहन्छ अब केही गर्नु पनि पर्यो यसै बसेर पनि भएन होइन यही भिडियोको रूपले मात्र हेरौँ केही गरौँ भन्ने सोच हो मैले अनि अस्तिको भिडियोमा चाहिँ हालेको थिएँ भिडियो के हालेको थिएँ भन्दाखेरि चाहिँ विदेश चाहिँ कतिजना चाहिँ गइरहेको छ होइन टोटल कति अहिलेसम्म गइसकेको छ त्यो पनि बताएको थियो 2023 सम्मको चाहिँ होइन ओभरअल मैले इस्टिमेट पनि 6,39,000 होइन समथिङ चाहिँ पढ्नको लागि पढ्दै काम गर्नको लागि उहाँहरू विदेश लागिसक्नु भएको होला होइन यो 23 to 24 मा कति गयो त्यो पनि इस्टिमेट थाहा छैन है त्यो पनि रेकर्डमा चाहिँ देखाएको छैन होइन हेरेको थिएँ तर मैले भेटाएको थिइनँ र अनि मैले चाहिँ भनेको थिएँ अब विदेश जानको लागि चाहिँ कति पैसा लाग्छ भनेर नेक्स्ट भिडियोमा त्यति बताउँछु भनेर मैले इस्टिमेट त्यही 3-4वटा कन्ट्रीको मात्र कुरा गरेँ होइन 3-4वटा किनभने त्यति साथीहरू त्यतिर गएको नि अब भएकोले नि कसैले म्यासेज पनि गरेन सायद बिजी भएको कारणले गर्दा होला ओके होइन अनि यहाँ एउटा अस्ट्रेलियाको साथी छ होइन अनि उसँग कुराकानी हुँदा मैले सोधिरहेको थिएँ ऊ तकरिबन 6-7 महिना भयो ऊ अस्ट्रेलिया गएको र उसलाई चाहिँ कलेज फी 18 लाख लाग्दो रहेछ कलेजको लागि अनि जानुभन्दा अगाडि इन्सुरेन्स नि गर्नु पर्यो होइन उहाँ गएर केही भइहाल्यो नि अब भोग्नेकोले इन्सुरेन्सको लागि पनि 1.5 to 2 लाखसम्म चाहिँ लाग्दो रहेछ होइन अनि त्यसपछि अब ब्याङ्कमा पनि अब देखाउनु पर्यो अलिअलि पैसा कि उहाँ गएर अलपत्र नपरोस् भनेर त्यसको लागि चाहिँ उसले 3 लाख होइन 3 लाख चाहिँ उसले लिएको रहेछ अब यो डकुमेन्टेसनको लागि पनि मिलाउन यता मिलाउन उता मिलाउने नै पर्यो यताउति गर्नै पर्यो कलेज मिलाउनै पर्यो गर्दा त्यहाँनि 1 to 1.5 लाख जति चाहिँ काम मतलब 1 to 1.5 लाख जति चाहिँ पैसा लाग्दो रहेछ होइन अनि त्यसपछि अब जानको लागि अब यताउता गर्दाखेरि अब 1.5 लाख लाग्दो रहेछ अब टिकटको लागि 1 लाख होइन अनि त्यसमा नि अब इन्कम ट्याक्स अब सोर्स देखाइसकेपछि त अब त्यो अब सरकार यतिको लाटो त छैन अब होइन सरकार त्यति लाटो त छैन त्यति भइसकेपछि त्यहाँ पनि कति लाग्छ अब इन्कम अनुसारको ट्याक्स काट्दो रहेछ र त्यस्तै 1.5 लाख चाहिँ उसको ट्याक्स काट्दो रहेछ होइन अनि त्यसपछि कन्सल्टेन्सीको पालो आउँछ लास्टमा चाहिँ अब कन्सल्टेन्सीले चाहिँ अब 40 to 80 हजारसम्मको चाहिँ चार्ज लिँदा रहेछ अब हेरी अब कन्सल्टेन्सी होइन बिचको एउटा ब्रिज वारिपारी बिचमा पुलको काम चाहिँ कन्सल्टेन्सीले गर्दा रहेछ होइन अनि यसरी नै यो भयो अस्ट्रेलिया जानको लागि कोही त अब यो ब्ल्याक मतलब अब अरूको डकुमेन्ट थ्रु नि जान्छ यताउता त्यसको लागि त कति लाग्छ अब 60-70 लाखै लाग्छ होइन अनि त्यति भइसकेपछि अब मान्छेले यत्रो पैसातिर त विदेश जान्छ नि होइन केही त गर्न सकिएला नि त नेपालमा नि अपर्च्युनिटी त नभएको होइन नि त खोज्न सक्नु पर्यो नि त अनि जस्तै युके जानको लागि तकरिबन 40 लाख चाहिँदा रहेछ अनि स्टुडेन्ट भिजामा जाँदाखेरि चाहिँ होइन अब त्यहाँ गएर गर्ने के कतिलाई अगर बगर त मलाई थाहा भएन होइन तर इस्टिमेट 40 लाख चाहिँ लाग्छ भने चाहिँ मलाई साथीले बताएको थियो र मैले यो काहीँ यो कन्सल्टेन्सीको भिडियो हिस्ट्री हेरेर काहीँ पनि गरेको चाहिँ होइन अनि जापानलाई चाहिँ अहिलेको फिलहाल 15 to 20 लाख चाहिँदो रहेछ ओके फाइन कोरियन त्यस्तै होला युरोप कन्ट्री छिरा त्यस्तै होला अनि फिलहाल एउटा भिडियो नै आएको थियो स्पेनमा नेपाली मान्छेहरूले जब नपर्छ अलपत्र परेको त्यो रियल हो या के हो थाहा थिएन तर चाहिँ एउटा भिडियो सर्टेन भिडियो मैले देखेको थिएँ त्यो सर्टेन भिडियोमा चाहिँ नेपाली नागरिकहरू उहाँहरूले चाहिँ अब बीच बाटोमा मतलब बीच बाटो त के भन्ने एउटा कर्नरमा चाहिँ सामानहरू अलपत्र परेको देखेको थिएँ त्यो भिडियो हेरेको थिएँ त्यो नयाँ हो या पुरानो त्यो मलाई थाहा छैन होइन एटलिस्ट मैले त देखेको थिएँ त्यो मैले बताएँ ठिक छ त्यत्रो पैसातिर गयो विदेशमा अलपत्र पर्नुभन्दा यदि हामीले त्यही पैसालाई यहीँ कसैमा इन्भेस्ट होइन कसैमा लगानी इन्भेस्टै भनौँ लगानी गर्न पाए त सकिन्छ नि त मतलब लगानी गर्ने बित्तिकै त तुरुन्तै त हामीलाई त पैसा हुन्न नि त त्यसको लागि केही समय चाहिन्छ क्या होइन त्यसको लागि अब इनपुट चाहियो इनपुट गएपछि आउटपुट आउँछ आउटपुटमा रिजल्ट के आउँछ होइन त्यो अनुसारले गर्नु पर्यो अब मैले चाहिँ भिडियो हेर्दै क्रममा जाँदाखेरि चाहिँ अहिले पेपरको पनि नेपालमा चाहिँ उद्योग रहेछ त्यस्तो युज मात्रामा होइन कि मतलब हुन्छ नि अब आफूले नै गर्ने यताउति खोइ के रुख हो अब हाम्रो सामान्य रूपले चाहिँ केरा जति पनि पाइन्छ हिमाली भेगमा खोइ त्यो थाहा भएन तराई या पहाडी भेगमा केरा रसतै पाइन्छ केराको छिल्का र केराको जुन डाँठ हुन्छ
किरान त्यो केराको डाँठबाट पनि बनाउन मिल्दो रहेछ होइन। अब त्यही हो होइन। अब विदेश गएर वहाँ गएर नि अलपत्र पर्नु या गएर जब गर्ने अरूको अडिनमा बस्नु भन्दा आफ्नै देशमा हामीले केही त गर्न सकिन्छ नि त। धेरै थरीको उपाय त छ नि त होइन साथी हो। ओके ठिक छ, आजको लागि यति नै छ। म यो अब नेक्स्ट भिडियोमा चाहिँ के हाल्न गइरहेको छ भन्दाखेरि चाहिँ अब नेपालमा चाहिँ यो पैसाले कति पैसा लाग्छ इन्भेस्ट गर्न, फारम नि खोल्न सकिन्छ। बुङ्गुर फारम पनि मैले भिडियो हेरेको थिएँ, त्यहाँबाट आम्दानी राम्रो रहेछ। अब सुरुमा गाह्रै हुन्छ आउटपुट मतलब पैसा निकाल्नको लागि होइन। त्यसपछि अब बाँकी त अब त्यो बुङ्गुर फारम कुखुराको नि देखेँ, बाख्रा फारम नि हुन्छ यताउति होइन। अनि त्यसपछि अब यो पेपरको पनि हेरेँ ल। बाँकीको भिडियो म नेक्स्ट पार्टमा हाल्छु र त्यसको लागि कति कति पैसा लाग्छ, कति इन्भेस्ट लाग्दो रहेछ होइन। ठिक छ, ओके फाइन, हेभ अ गुड डे। ओके आजको लागि यति नै छ है साथी हो। संलग्नमा हेर्दै गर्नु होला।